ल साथीहरू आजको रमाइलो हेर्नुहोस् है रमाइलो एकदम रमाइलो गुड मर्निङ है मर्निङसँगै घाम पनि लागेको छ मजाले आजको मौसम राम्रो छ अनि एउटा दुःखद खबर आयो आज हाम्रो नेपाल सुनचानी व्यवसाय सङ्घबाट सङ्घको सदस्य हाम्रो भीम दाईको आमा बित्नु भएको छ हिजो हो क्या सायद कि राति हुनसक्छ अनि त्यसको लागि चाहिँ आज पसल चाहिँ नवलपरासीभरिको पसल चाहिँ बन्द रहने छ त्यही भएर चाहिँ आज पसल बन्द गरेर हामी चाहिँ जानेछौँ मलामी बुटोलै छ मगरघाट हो क्या हामी चाहिँ त्यहाँ जानेछौँ त्यही भएर आज पसल चाहिँ बन्द रहने साथीहरू अब हामी बुटोलतिर मलामीको लागि निस्केको हेरौँ कतिको भिडियो हाल्न मिल्छ के छ है साथीहरू अब आज नास्ता सास्ता चाहिँ खाइन्न नास्ताहरू खाएर चाहिँ हिँडिन्न जुस चाहिँ खान्छु म जुस बनाएर खाएर निस्किहाल्नु पर्ने छ साथीहरू ल साथीहरू हामी निस्केको हिँड्छु बाबुलाई स्कुल पुऱ्याएर नि म चाहिँ बुटुलतिर निस्किन्छु दया मोटरसाइकल हटाइदिनु त छिटो साथीहरू आज सुवलले न्यु सुज लगाएको हो ढोका लगाएन सुवल ल शाबास ल साथीहरू हामी निस्केको भन सुवलको बेबी स्कुल होइन अहिले आउँछ सुवलको बस कसले लग्यो फायर ट्रकमा ए बसमा ए ड्रेस लाएर बसमा चढेको हो ओके ल साथीहरू हामी चाहिँ निस्केको बाबु र म अरू चाहिँ आज पसल बन्द भएको कारणले गर्दाखेरि आज चाहिँ आएन प्रधानमन्त्री सरकार बाबुको स्कुल आयो ल सुवल ल ढोका ल म पुऱ्याएर आएँ ओके लेट्स गो आज एसेम्बल रहेछ नि सुवल नमस्ते टिचर गुड मर्निङ टिचर ल सुवल ल जाऊ है त बाई बाई ल साथीहरू अब हामी निस्केको है बाई बाई ड्याडी भन न नमस्ते ल साथीहरू अब चाहिँ दाइलाई फोन गर्दै हुनुहुन्छ कहाँनिर जाने भनेर सायद दाइको घरमै होला जाने जस्तो लाग्यो मलाई पनि र हामी अगाडि आइसक्यौँ अब फर्किन्छौँ हामी ल साथीहरू सत्य कति पनि भयो आगो लाएर अब चाहिँ हामी निस्किन लाग्यो म पसल पुगेर फेरि भिडियो बनाउँछु ल साथीहरू है त पसल आइयो भर्खरै अब आज सबै पसल बन्द तर म यतै हुन्छु घर गएर के गर्ने ल साथीहरू अब फेरि भोजमा आउनु पर्ने थियो र भोजमा आइयो है ल साथीहरू दाइहरू नाच्दै हुनुहुन्छ अब गीत हाल्दाखेरि कपिराइट लाग्दो रहेछ अब कसरी हो थाहा भएन ल अब नाचेको मात्रै हेर्ने त होला नि गीत हाल्दा त कपिराइट लाग्यो हाम्रो भूपेन्द्र दाई नाच्दै हुनुहुन्छ र हाम्रो रवि दाई नाच्दै हुनुहुन्छ ल दाईहरूको नाच चाहिँ खत्रै रहेछ है जस दाईहरू नाच्ने मान्छे नै रहेछ नाचिराख्नु भएको छ अखियो से गोली मारे भन्दै नाच्नु भएको छ त्यही गीतमा हो अखियो से गोली मारे ढिच्क्याउ भन्ने नाच्नु भएको छ दाईहरू यो दिदी पनि खत्रै नाच्नु हुँदो रहेछ राम्रो लाग्यो दिदी नाचेको पनि एकदम मजाकिलो हुँदो रहेछ क्या एक्टिङ गर्नु गोली हान्नुपर्छ दाइलाई गोली हान्नुपर्छ यता फेरि दाइहरूको खानपिन सुरु हुँदैछ यता फेरि सबको खानपिन हुँदैछ नाच छुटेको छैन फेरि ल दाइहरूको नास्ता हुँदैछ सबै मिलेर यता फेरि दाइ खै के पानु बनारस वाला खुल जाए बन्द अकल का ताला भन्नेमा नाच्नु मजा फेरि
दाइहरूको डान्स आज हेर्न पाएँ, बहुत खुसी लाग्यो। सबै हामी मभन्दा अग्रज दाइहरू हुनुहुन्छ, अग्रज व्यवसायी दाइहरू, छिमेकी दाइहरू को खतरा डान्स हेरियो है आज चाहिँ। ल राम्रो लाग्यो, खुसी लाग्यो। ल साथीहरू अब निस्केको है बिहाबाट। अब म घरतिर निस्केको साथीहरूलाई है, दाइहरू खाँदै हुनुहुन्छ, म चाहिँ निस्किएँ है त। ल साथीहरू हामी प्रेमचोक आइयो। आजको दिन छुट्टी पनि भयो, धेरै हिँडियो पनि, धेरै डुलियो पनि र आफ्नै थलोमा आइयो प्रेमचोक। बाटो हेर्नुहोस्, अहिले सफा गरेर पुरै ठुलो बनाएको छ, सर्लक्क सफा गरेर छ। नाला बन्दै रहेछ क्या हो, गाउँमा विकास गर्दैछन्, आफू त भ्याइन्न के गर्नु। ल साथीहरू कोही पनि आएर ढोका खोल्नलाई। ए आए सुतेर हिँड्छ केटु। रोक, सुतेको होइन? ल सुतेर हिँड्छ केटा। ल साथीहरू फाइनली आइयो आफ्नै झुपडीमा। यो चाहिँ मेरो सानो बगैँचा हो। मलाई चाहिँ यो हरियालीमा यहाँनिर चाहिँ ठ्याक्क बस्नलाई एकदम आनन्द लाग्छ र बस्दै सोच्दै गर्छु जिन्दगीमा के होला, के गर्न सकिएला कि केही नगर्न सकिएला कि भनेर म धेरै चिन्तित हुन्छु र म धेरै सोचाइमा पनि हुन्छु। तर पनि ठिकै छ, जिन्दगीमा अब केही गर्न सकिएछ भने ठिकै छ, सकिएन भने सकिएन, यही कुरै होइन। गर्दैछन्, गरेरै हुने होला, माथिबाट त आउँदैन पक्कै। त्यही हो है साथीहरू।